आज चाहिँ अङ्कलको बिहेमा सबै फ्यामिली मिलेर रमाइलो भयो। स्वागत छैन। आज चाहिँ म एउटा हाम्रो काकाको बिहेमा आज होइन हामीहरू सबै फ्यामिलीहरू यता हेर न काका बेहुला है हाम्रो बेहुला आज बेहुलासँग पनि भेट भयो अनि त्यसपछि बेहुलाले बेहुलीलाई पनि बोलाए अनि बेहुलीसँग पनि एकछिन भेट भयो अनि त्यसपछि म चाहिँ लागेँ हाम्रो सबै फ्यामिलीसँग भेटघाट गर्न अनि एउटा एउटा गर्दै मैले सबै फ्यामिलीसँग भेटघाट पनि गरेँ, सबैसँग ढोकाभेट पनि भयो। अनि यी चाहिँ हाम्रा बेहुलाका माइला दाई। अनि त्यसपछि मण्डपमा गएँ। मण्डपमा चाहिँ बिहा गरेर सकिसकेको थियो, त्यसपछि एउटा दाईसँग कुरा गर्न गएँ। ल साथीहरू होइन हाम्रो दाजुभाइको भेट आज धेरै दिनपछि भयो होइन। मलाई भ्लग स्टार्ट गर्न लाउने चाहिँ यही दाई है। यही दाईले गर्दा म आज भ्लग बनाइरहेको छु अरे, नत्र भ्लग सलग भन्ने कुरा अब थिएन मेरो। म लाजले बनाउँदै थिएँ तर अपलोड गर्दै थिएँ होइन। यो दाइले अनि यहाँ लासाज मान्नु न भाइ हान्दै भने होइन, त्यसपछि आज होइन लाइक सेक गरिरहने भ्युजहरू, तर यो सब यो दाइले गर्दा है। लगाइ यसलाई सपोर्ट गर, सेयर गर, लाइक गर, जति सक्दो सबैले सपोर्ट गरेर माथि पुगाउनुपर्छ भाइलाई। गुड लक भाइ। टिका लाउने कार्यक्रम चाहिँ सुरु भइसकेको थियो अनि यहाँ मेरा दाईहरू अङ्कलहरू चाहिँ यतातिर कुरा गरिरहेको थिए। त्यसपछि म चाहिँ बेहुला बेहुलीलाई टिका लाउने तर्फ गएँ अनि बेहुला बेहुलीलाई टिका पनि लगाएँ। अनि त्यसपछि साइला अङ्कल आए, तिनले पनि बेहुला बेहुलीलाई टिका लगाए। कान्छा अङ्कलले पनि बेहुलालाई टिका लगाए। बेहुलाको दाई भएको नाताले बेहुलीलाई चाहिँ लाउँदैनन् हाम्रोतिर। आज चाहिँ यस्तो भाउजूसँग चाहिँ होइन होली भनौँ कि या विवाहको चाहिँ रङ भनौँ, एकदम यहाँ लास्टै भाउजूले त मलाई त हैरान गरेर पुरा कपडासँग मिलाएर खत्तम गरिदिनु। हामी चाहिँ सबै फ्यामिली मिलेर टिका लगाउन लाग्यौँ। मैले चाहिँ पहिल्यै नै लगाइसकेँ, त्यसपछि दाइले लायो अनि अर्को दाइले लायो, त्यसपछि अर्को दाइले गर्दा गर्दै सबै फ्यामिलीले हामीले टिका पनि लगाइसक्यौँ। टिका लगाइसकेपछि चाहिँ खाना खाने तयारी भयो। सबै मान्छेहरू आफ्नो तालमा खाना खाइरहेका थिए अनि दाइहरू पनि एक साइडतिर बसेर खाना खाइरहेको थिए अनि उतातिर चाहिँ दाइले खाना बाँड्ने काम गर्दै थियो। अनि त्यसपछि हाम्रो आन्टी पनि यहाँ बसेर खाना खाँदै थिइन्। मलाई पनि भोक लागिसकेको थियो अनि खाना अलि मागेर म खाना लागेँ। यतिले पुगेन, फेरि खाना खाँदा यहाँ चाहिँ दाइले मासु पेलेर हालिदियो। ल अङ्कलको बिहेमा भद्रेर भइरहेछ। हाम्रो खाना बाँड्ने चाहिँ लक्ष्मण विष्ट अङ्कल अनि पछाडि राम अङ्कल अनि उहाँ दाई, त्यसै भ्लगरवाला म्यान हुन्। सबै यहाँ बाजे हुनुहुन्छ अनि हाम्रो मामाश्री सबै खाँदै हुनुहुन्छ खाना यहाँ रमाइलो तरिकाले। खाना खाइसकेपछि नाचगान त गर्नै पर्यो अनि एकछिन देउडा गीतमा नाचगान पनि गरियो। ल छिटो छिटो कहिले भन्दा आज कम गर। नाचगान पनि सकियो, अब चाहिँ घरतिर जानुपर्ने हुन्छ। आजको लागि भिडियो अब यति नै। ल साथीहरू आजको भ्लग यतिमा सिद्धियो, रमाइलो समाइलो पनि भयो होइन। आजको लागि यति नै भ्लग। मेरो भिडियो राम्रो लागेपछि मलाई फलो गरिदिनु होला। यस्तै मिनी भ्लग हेर्नको लागि मिल्नेछु अर्को भिडियोमा। बाई बाई।